दाइ यो बेच्नुपर्ने कहाँबाट ल्यायो भाइ यो? कहाँबाट ल्याउनु दाइ? हिजो भारबाट नि मैले ल्याएको दाइ। हो र यस्तो त हुँदैन नि भाइ। ए दाइ मिलाइदिनु न दाइ, बरु एउटै प्राइस दिनु। हेर्नु यस्तो भाषा हात हेर्नु, यहाँ डढ्यालो हेर्नु, यहाँ कस्तो रातो भएको छ हेर्नु। दुईटाको एउटा प्राइस दिने? हुन्छ दाइ, 5000 भयो नि त दाइ। धन्यवाद दाइ। अब 6 दिनपछि फेरि जान्छु है म। ल फेरि आउँछु म त्यहाँ। दाइ एकछिन आइसक्रिम फ्रिजमा राखिदिनु न। घर फ्रिज छैन बाबु? छैन नि दाइ। अनि कहाँ घर फ्रिज नभए मान्छेले यत्रो आइसक्रिम किनेर ल्याएको त? कहाँ किन्नु दाइ, हिजो भातबजीमा मेला लाएर चाहिँ बुझ्दैन। हो र? अनि त्यहीबाट ल्याएको? अँ। ल त्यो फ्रिजमा राखिदिनु। ल दाइ यो बेच्नुपर्ने कहाँबाट ल्यायो भाइ यो? कहाँबाट ल्याउनु दाइ? हिजो भारबाट नि मैले ल्याएको दाइ। हो र यस्तो त हुँदैन नि भाइ। ए दाइ मिलाइदिनु न दाइ, बरु एउटै प्राइस दिनु। हेर्नु यस्तो भाषा हात हेर्नु, यहाँ डढ्यालो हेर्नु, यहाँ कस्तो रातो भएको छ हेर्नु। दुईटाको एउटा प्राइस दिने? हुन्छ दाइ, 5000 भयो नि त दाइ। धन्यवाद दाइ। अब 6 दिनपछि फेरि जान्छु है म। ल फेरि आउँछु म त्यहाँ। दाइ एकछिन आइसक्रिम फ्रिजमा राखिदिनु न। घर फ्रिज छैन बाबु? छैन नि दाइ। अनि कहाँ घर फ्रिज नभए मान्छेले यत्रो आइसक्रिम किनेर ल्याएको त? कहाँ किन्नु दाइ, हिजो भातबजीमा मेला लाएर चाहिँ बुझ्दैन। हो र? अनि त्यहीबाट ल्याएको? अँ। ल त्यो फ्रिजमा राखिदिनु। ल